बस्या यहाँहरु सबैलाई नमस्ते। पटके जोडले भन्न चाहे नेपाल मगर संघ जिल्ला समन्वय समिति गोर्खाको म अध्यक्ष अशोक राणा मगर। हामी नेपाल मगर संघ गोर्खा जिल्ला समन्वय समितिबाट यसरी नै छिमेकी जिल्ला तनहुको रिसिङ गाउँपालिका वार्ड नम्बर 1 अन्तर्गतको यो कुवाडी भन्ने क्षेत्रमा मगरहरूको वास्तविक संस्कार संस्कृति के हो भनेर वास्तवमा हामीले पुस्तौं पुस्तादेखि मगर 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 भनिरहँदा आफ्नै संस्कार र संस्कृति पनि हामीले राम्रोसँग प्रत्यक्ष निहाल्न नपाएको यो पीडालाई हामीले भुल्नका लागि हिजो मात्र हामी शुक्रबार आफ्नो कार्यव्यस्ततालाई पन्छाएर यहाँ यो गाउँमा हाम्रा चेलीहरूसँग हाम्रा दाजुभाइ मामा माइजू हजुरआमा हजुरआमा साइनो अनुसार सासू ससुरा जे परे पनि फेरि पनि मैले पटक्कै झोले भन्न चाहेर नेपाल मगर संघ जिल्ला समन्वय समिति गोर्खाले छोटो बसाइमा आफ्नो संस्कृति हेर्नको लागि भनेर यहाँ हामी आएका थियौँ। यो रमाइलो सँगसँगै हाम्रो वास्तविक संस्कृति के हो थोरै भए पनि सिकेर जाउँ भन्ने प्रयासका साथ यहाँ आएका थियौँ र हामीले हाम्रा आदरणीय श्रद्धेय दाजुहरूले देखाउनु भएको यो चुडका कौरा पनि हामीले यो गुनगुनाहट यो खैचडीको ताल हामीले सुन्यौँ। कोसिस थियो हप्ता 10 दिनसम्म बसेर तपाईहरुसँग नै नाच्न सिक्न पाए बजाउन सिक्न पाए भन्ने रहर थियो तर सकेनौं। तैपनि हाम्रो कृषि तथा भूमि व्यवस्था सहकारी मन्त्री पूर्व मन्त्री हुनुहुन्छ श्रद्धेय लेखबहादुर थापा मगर। त्यस्तै गरेर हाम्रो नेपाल मगर संघ जिल्ला समन्वय समिति गोर्खाका पूर्व अध्यक्ष साथै अहिलेको वर्तमान वडा अध्यक्ष गोर्खा नगरपालिका वार्ड नम्बर 5 का अध्यक्ष विष्णु राणा मगर उहाँ हुनुहुन्छ र उहाँ नेपाल मगर संघ केन्द्रीय सदस्य पनि हुनुहुन्छ। त्यस्तै गरी नेपाल मगर संघ जिल्ला समन्वय समिति गोर्खाका